सर्भिस लिनुभएको छैन भनेदेखि घरमै बसी एनएमबी ब्याङ्कको मोबाइल ब्याङ्किङ सर्भिस एक्टिभेट गरेर देखाउनेछु। त्यसको लागि गुगल प्ले स्टोर वा एप स्टोर ओपन गरेर इएनएमबी सर्च गरेर त्यसलाई इन्स्टल गर्नुहोला र एप्लिकेसन इन्स्टल भइसकेपछि यसलाई ओपन गर्नुहोला। नोटिफिकेसनको लागि पर्मिसन मागेको छ, यसलाई अलाउ गरिदिनु होला। वेलकम टु द इएनएमबी भनेको छ, यहाँ एक्टिभेट इएनएमबी यसमा टच गर्नुहोला। यहाँबाट ल्याङ्ग्वेज सिलेक्ट गर्नुहोला। इङ्ग्लिस र नेपाली दुईटा अप्सन छ, मैले चाहिँ इङ्ग्लिस सिलेक्ट गरेको छु। त्यसपछि यहाँबाट प्रोफाइल सिलेक्ट गर्नुपर्ने हुन्छ। स्ट्यान्डर्ड प्रोफाइल र प्रिमियम प्रोफाइल दुईवटा अप्सन छ। यदि तपाईँले स्ट्यान्डर्ड प्रोफाइल सिलेक्ट गर्नुभयो भनेदेखि तपाईँले कुनै पनि किसिमको फाइनेन्सियल ट्रान्ज्याक्सनहरू गर्न सक्नुहुन्न र यदि तपाईँले प्रिमियम प्रोफाइल सिलेक्ट गर्नुभयो भनेदेखि तपाईँले कुनै पनि किसिमको ट्रान्ज्याक्सनहरू पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ नि प्रिमियम प्रोफाइल सिलेक्ट गरेको छु। त्यसपछि यहाँ रेजिडेन्स भनेको छ, यसमा टच गर्नुहोला। यहाँबाट लोकल सिलेक्ट गर्नुहोला। यहाँ सिआइएफ नम्बर भनेको छ, यसमा आफ्नो सिआइएफ नम्बर टाइप गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई आफ्नो सिआइएफ नम्बर थाहा छैन भनेदेखि फाइन्ड सिआइएफ नम्बर यसमा टच गर्नुहोला। त्यसपछि यसमा इन्टर अकाउन्ट नम्बर भनेको छ, तपाईँले आफ्नो ब्याङ्कको खाता नम्बर यसमा टाइप गर्नुहोला। आफ्नो अकाउन्ट नम्बर टाइप गरिसकेपछि यहाँ फाइन्ड यसमा टच गर्नुहोला। यति गरिसकेपछि तपाईँलाई एउटा मेसेज आउनेछ, आफ्नो मेसेज बक्स ओपन गर्नुहोला। त्यहाँबाट तपाईँले आफ्नो सिआइएफ नम्बर ल्याएर यसमा टाइप गर्नुहोला। आफ्नो सिआइएफ नम्बर टाइप गरिसकेपछि यी दुईवटा अप्सनमा टिक लागेको हुनुपर्छ। त्यति गरिसकेपछि यहाँ तल नेक्स्टमा टच गर्नुहोला। यहाँ एउटा मेसेज जेनेरेट भएको छ, यो मेसेजलाई जस्तो छ त्यस्तै सेन्ड गरिदिनु होला। अब यति गरिसकेपछि क्रिएट लगइन पिन भनेको छ, यसमा 6 डिजिटको नयाँ लगइन पिन क्रिएट गर्नु होला। तलपट्टि कन्फर्म पिन भनेको छ, यसमा पनि सेम पिन टाइप गर्नु होला। जुन पिन माथि टाइप गर्नुभएको थियो त्यही पिन टाइप गर्नु होला। तल माथि सेम पिन टाइप गरिसकेपछि यहाँ तल रजिस्टरमा टच गर्नु होला। क्रिएट ट्रान्जेक्सन पिन भनेको छ, अब यहाँ 6 डिजिटको ट्रान्जेक्सन पिन क्रिएट गर्नुपर्ने हुन्छ। यहाँ माथिपट्टि इन्टर टी पिन भनेको छ, यसमा 6 डिजिटको नयाँ ट्रान्जेक्सन पिन क्रिएट गर्नु होला। यहाँ तल पनि सेम पिन टाइप गर्नु होला। तल माथि सेम पिन टाइप गरिसकेपछि यहाँ तल नेक्स्टमा टच गर्नु होला। अब यहाँ चाहिँ बायोमेट्रिक सेटअप गर्न भनेको छ। यदि तपाईँले बायोमेट्रिक सेटअप गर्न चाहनुहुन्छ भनेदेखि यहाँबाट गर्न सक्नुहुन्छ, होइन भनेदेखि तलपट्टि मेबी लेटरमा टच गरिदिनु होला। अब यति गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ, युआर अ प्रिमियम कस्टमर भनेको छ। प्रिमियम प्रोफाइल, भ्यू अकाउन्ट डिटेल्स, भ्यू ब्यालेन्स एन्ड जेनेरेट स्टेटमेन्ट, पर्फर्म फाइनेन्सियल एन्ड नन फाइनेन्सियल ट्रान्जेक्सन भनेको छ। यी सबै कामहरू गर्न सकिन्छ भनेको छ। अब यहाँ तलपट्टि लगइनमा टच गर्नु होला। यहाँ